युरोपमा अमेरिकामा विकसित मुलुकहरूमा पिआर ल्याएर बसेकालाई त्यहाँबाट भोट हाल्ने व्यवस्थाका बारे वकालत गर्ने जायज तर्क हो यो। अनि उम्मेदवार पनि दुईटा पासपोर्ट भएका डुअल सिटिजनशिप हुने चाहिन्छ अरे। हामी त्यसैमा हामी लागेका छौँ। जबकि गल्फमा मिडल इस्टमा सिजनल वर्करको हिसाबले नेपाली पासपोर्ट होल्ड गरेर गएको कोही नेपाली दाजुभाइ दिदीबहिनीहरूको लाई चाहिँ यो सुविधा हुनु नहुने, अनि उनीहरूलाई चाहिँ जिमेलको आइडीबाट जुमको आइडी जस्तो गरी भोट हाल्न दिन पाउनुपर्छ भन्ने पनि तर्क हुन्छ। ए जुममा हाल्ने हो भोट? एउटा जुमको आइडीले राष्ट्रिय स्वाभिमानलाई कहाँ लान्छ भन्ने कुरा हेर्नु पर्दैन एकजना देशभक्त नागरिकले। अनि जुमको आइडी जस्तै हुन्छ भोट हाल्ने आइडी। अनि हामी त्यही भनेका छौँ। एउटा बेकुब मन्त्री त्यही भन्दै अहिले भागेर हिँडेको छ, चुनाव गराउन हिँडेको। गरी खान दौ भएर मागी खान हिँड्ने मान्छेहरूको तरिका हो यो। गरी खान गाह्रो भएपछि मागी खान धेरै सजिलो छ। नेपालमा भयङ्कर समाजसेवीहरू आए, कसैले घर बनाइदिए, उद्योग बनाइदिए, रङ्गशाला बनाइदिए, जहाँ कला र गला बिक्न सुरु हुन्छ त्यसपछि मागी खान हिँड्ने हो। त्यो भन्दा त यो बुटोलको बस पार्कमा साइकलमा तरकारी ठेलामा अचार चटपटे बेच्ने मेरो दाइ भाइ यो 1000 गुणा स्वाभिमानी हो कि जो नेपालमै बसेर केही गरिरहेछ। अनि यिनका एजेन्डामा हामी हो कि क्या हो जस्तो गर्छौँ। यहाँ हाम्रा हरेक मान्छेले एमाले हाम्रा मतदातालाई गएर भन्नु पर्यो कि यो तिमीहरूले भनिरहेको कुरा यसरी आइरहेको छ र यसमा भोट हाल्ने कुरा तिमीले देश बेच्ने सही साप हो भन्ने कुरा भन्यो भने कुन चाहिँले बाहिरबाट भन्न सक्छ? तिमी तिम्रा ठाउँमा बसेर के बुझ्या छौ, मैले यहाँ बुझ्या छु भन्ने हामीले बनाउनु पर्दैन। हरेक मान्छेले 5 पटक एकजना मतदातालाई भनेर यही कुरा भेटेर यो कुरा भन्नुपर्ने होइन। अनि हामी